हामी गर्व गर्छौँ हाम्रो संस्कृतिमाथि। तर के हाम्रो संस्कृति अझै सुरक्षित छ? आजको भ्लगमा घाटु नाचको अहिलेको वास्तविक अवस्था। एक समय थियो गाउँ गाउँमा हन्किने मादल, घाटु बसाल्ने भिड र दिनौसम्म चल्ने नाच। तर आज त्यो दृश्य अलि फरक हुँदै गएको छ। अहिले पनि केही गाउँहरूमा घाटु नाच जीवित छ। विशेष गरी गुरुङ समुदायभित्र यसको परम्परा अझै निभाइँदैछ। तर पहिले जस्तो नियमितता भने धेरै ठाउँमा हराउँदै गएको देखिन्छ। किन यस्तो हुँदैछ त? पहिलो कारण युवा पुस्ताको दूरी। आजका धेरै युवाहरू पढाइ, रोजगारी वा विदेशतिर पलाइन्छन्। नाच सिक्ने, परम्परा बोक्ने समय र चासो दुवै घट्दै गइरहेको छ। दोस्रो भनेको आधुनिकताको प्रभाव। टिकटक, रिल्स, मोडर्न म्युजिकले गर्दा परम्परा नाचहरू अलि पछि परेको महसुस हुन थालेको छ। तेस्रो भनेको समय र विधिको जटिलता। घाटु नाच सजिलो छैन। धार्मिक नियम, लामो समय र समर्पण चाहिन्छ, जुन आजको व्यस्त जीवनमा सबैले दिन सक्दैनन्। अनि अर्को महत्त्वपूर्ण कुरा, केही ठाउँमा घाटु नाचलाई छोटो बनाएर स्टेजमा देखाइन्छ। तर त्यसमा यसको मौलिकता र आध्यात्मिकता हराउने खतरा पनि बढिरहेको छ। तर आशा पनि छ। केही युवा समूह, स्थानीय क्लब र विद्यालयहरूले यसलाई जोगाउने प्रयास गरिरहेको छ।